Hey guys, welcome back to my channel. आज चाहिँ हामी बर्दघाट 10 नवलपरासीको सिमसार क्षेत्र भिजिट गर्न आएको छौँ। तराई भए पनि आज त दिवस बिहानैदेखि घाम राम्रै लागेको छ। तराईमा एकदमै जाडो हुन्छ, कुहिरो लाग्छ भन्ने चाहिँ यदि तपाईहरुलाई कन्सेप्ट छ भने तराईमा पनि नवलपरासीमा पनि मज्जाको घाम लाग्छ। आज तपाईहरुले देख्न सक्नुहुन्छ। तपाईहरुलाई म सिमसार चाहिँ सुन्दर सिमसार क्षेत्र चाहिँ अहिले राम्रोसँग देखाउने छु। भिडियो हेर्दै गर्नु होला। दिस इज सिमसार क्षेत्र, 52 होला सिमसार क्षेत्र, लोकेटेड इन बर्दघाट 10 नवलपरासी। You can see the shadows of trees in the water. That makes it more beautiful. हाम्रो गाइजहरु यता हुनुहुन्छ, अघि अघि हिँड्दै हुनुहुन्छ हैन। हामी चाहिँ सिमसार क्षेत्रमा आएको छौं अहिले। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ इको फ्रेन्डली डस्टबिन हो यो है। सिमसार क्षेत्रमा प्लास्टिक चाहिँ युज नगर्ने भनेर चाहिँ यसरी डोको युज गरेर डस्टबिन बनाइएको छ। प्लान्ट्सहरु यताउता लगाएको देख्न सक्नुहुन्छ। अब यो अघि पनि मैले भर्खरै भनिसके, यो ताल चाहिँ सिमसार ताल झन् यो रुखको चाहिँ छाया जुन पानीमा पर्छ त्यसले गर्दा अझै धेरै ब्युटिफुल देखिन्छ हैन। यो छायाले गर्दा यो ताल एकदमै अमेजिङ देखिन्छ है। अब हामी चाहिँ यहाँ भर्खरै चटपट लिएर चटपट खाँदै छौं। यहाँ गाइजहरु यहाँ चटपट खाँदै छन्। ल यहाँ हाम्रो चाहिँ लोकल बासिन्दा सूचनालाई म केही कुराहरु सोध्न चाहन्छु। यो सूचनाकै एरिया हो। हामी त अब जे होस् हाम्रो एरिया भए पनि हामी पोखरा बस्ने भएको भएर। ल सूचना ज्यू चटपट खाना छोडेर ओके। ल तपाईलाई सिमसारको बारेमा के कुराहरु थाहा छ त? एकछिन चटपट खाँदै हुनुहुन्छ। खासमा यो सिमसार क्षेत्रको चाहिँ यहाँ बनाएको किन होला? ल भन्नुस् त। स्थानीय मानिसहरूले पनि आएर रमाइलो गर्न सकुन्। बाहिरबाट आउने पर्यटकहरूले पनि स्थानीय मानिसहरूले उनीहरूलाई यहाँ ल्याएर यस्तो छ हाम्रो ठाउँ पनि 52 होला, रमाइलो छ, रमणीय। ओके गुड गुड। ल यो चाहिँ सिमसार क्षेत्र खासमा बनाएको किन होला भन्दाखेरि चाहिँ यहाँ भएको जङ्गली जनावरहरू जीव जन्तुहरूलाई चाहिँ पिउनको लागि पानी होस्, वाटर रिसोर्सेसहरू होस् भनेर चाहिँ सिमसार क्षेत्र बनाएको हो। प्लस यो ताल बनाइसकेपछि यहाँनिर पर्यटकहरूको आवत जावत पनि बढ्छ हैन। त्यसले गर्दा अब यहाँ केही मान्छेहरूले इम्प्लोइमेन्ट अपर्च्युनिटीहरू पनि पाउँछन् हैन, रोजगारीको अवसरहरू पनि पाउँछन्। हेर्दाखेरि अब एकदमै ब्युटिफुल छ यो ठाउँहरू पनि, टाढा टाढासम्म चिनिँदै जान्छ भनेर चाहिँ यो सिमसार क्षेत्र बनाएको हो। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब त्यहाँ बिचमा चाहिँ अर्को ठाउँ छ। हामी अब त्यहाँ जाँदै छौँ। अब यताबाट जङ्गलको बाटो हुँदै त्यहाँ जाने हो। तपाईहरुलाई भिडियो देखाउँछु, हेर्दै गर्नु होला। तपाईहरुले देख्न सक्नुहुन्छ रुखमा यसरी। ल यो के कारणले गर्दा यस्तो नम्बरहरू टाँसेको होला त कसैलाई थाहा छ भने कमेन्ट गर्नु है त। ओके सुरुवात यहाँबाट हुन्छ, 1 नम्बरबाट। नम्बर 1 नम्बर 2 किनकि अहिले चाहिँ गाउँघरमा चाहिँ बुढाबुढी भएर यसरी हिँडिरहेको छ हैन। ल तपाईहरु चाहिँ यहाँ मेरो पछाडि यसरी डोकोबाट बनाएको डस्टबिन देख्न सक्नुहुन्छ। यो चाहिँ इन्भाइरोमेन्ट फ्रेन्डली डस्टबिन हो। यो जताततै चाहिँ लगाएको छ सिमसार क्षेत्रमा। अघि पनि देखाएको थिएँ तपाईहरुलाई मैले। प्लास्टिक युज गर्नुभन्दा हामीले चाहिँ यसरी इको फ्रेन्डली डस्टबिनहरू बनाउँदा इन्भाइरोमेन्टको लागि सुइटेबल हुन्छ। प्लस स्थानीय उत्पादन हो, उनीहरूको चाहिँ सामानहरू पनि युज हुन्छ, उनीहरूको प्रोडक्टहरू पनि सेल हुन्छ हैन। रु यसरी अघि अघि हिँड्दैछन्। हामी चाहिँ ट्याक्क यहाँनिर दो बाटोमा आइसक्यौँ। यता अर्को एउटा बाटो छ, यता अर्को बाटो छ। ठाउँ ठाउँमा यसरी चाहिँ डस्टबिन राखेको छ।
यो चाहिँ यसरी जङ्गलमा रुखहरूको बिचमा हिँड्दाखेरि चाहिँ एकदमै पिसफुल भाइब आउँछ होइन। तपाईँहरूलाई एकदमै कसैलाई स्ट्रेस एङ्जाइटीहरू छ भने बिहान बिहान चाहिँ तपाईँहरू यस्तो वुड्सहरूमा हिँड्यो भने तपाईँको चाहिँ स्ट्रेस एङ्जाइटीहरू पनि कम हुँदै जान्छ। अब चाहिँ हामी सिमसार क्षेत्रको बिचतिर जान लागिसक्यौँ, पुग्न लाग्यौँ होइन। यहाँ चाहिँ यस्तो नयाँ ब्रिज बनाएको छ, बिचमा चाहिँ हाम्रो नेपालको झन्डा छ ल। ल तपाईँहरू यो ब्रिज देख्न सक्नुहुन्छ, राम्रो बनाएको छ ब्रिज। त्यहाँ चाहिँ नेपालको झन्डा फरफराइरहेछ। ओके, अहिले चाहिँ हामी सिमसार क्षेत्रको मिड पोइन्टमा आइसक्यौँ। यताबाट चाहिँ अलिकति एन्टी लाइट परेको भएर स्याडोजहरू चाहिँ अलि अँध्यारो अँध्यारो, छायाहरू अलि अँध्यारो अँध्यारो जस्तो देखेछ। माछाहरू तपाईँ देख्न सक्नुहुन्छ। This is Baunna Gola Simsar Kshetra, guys, and we are exactly at the midpoint of this Simsar Kshetra. ल म चाहिँ यहाँ छु ल। घामले टल्केर एकदमै गोरे गोरे देखेछु म। ल तिमीलाई के भन्नु छ? केही भन्नु चलो आगे बढो। यो चाहिँ हाम्रो सिमसार क्षेत्रको माथिपट्टिबाट गएको एमसिसीले बनाएको चाहिँ हाई टेन्सन लाइन हो, हाई ट्रान्समिसन लाइन। तपाईँहरू देख्न सक्नुहुन्छ। ग्रीन फरेस्ट and peaceful vibe. Amazing guys, amazing. ल अब चाहिँ हामी यहाँ सिमसार क्षेत्रबाट फर्किँदैछौँ। अब बाटोमा जाँदा जाँदा के देखिन्छ तपाईँहरूलाई देखाउँछौँ, भिडियो हेर्दै गर्नु होला। गाइस हामी चाहिँ अहिले सिमसार क्षेत्रको मिड पोइन्टमा आएर अब यहाँबाट फर्किन लाग्यौँ। दिस इज आवर ब्युटिफुल बाउन्न घोला सिमसार क्षेत्र। बिचमा नेपालको झन्डा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले हावा नलाएको भएर झन्डा फरफराइरहेको छैन। अब चाहिँ हामी सिमसारबाट घर फर्किँदैछौँ ल। लास्ट टाइम तपाईँहरू चाहिँ यो ब्युटिफुल भ्यू हेर्नुहोस् ल। गाइज हामी चाहिँ सिमसार क्षेत्र घुमेर होइन अहिले चाहिँ हामी घर फर्केछौँ होइन। तपाईँहरूलाई म हाम्रो चाहिँ बारीहरू देखाउँछु, बारीमा के छ होइन, कस्तो छ हाम्रो खेतबारीहरू भन्ने कुराहरू तपाईँलाई देखाउँछु। ल हेर्नुहोस् है त। यो हाम्रो चाहिँ गहुँ लगाएको चाहिँ हाम्रो हो होइन। उतापट्टिको तोरीबारी चाहिँ होइन, यतापट्टि चाहिँ आलु लगाएको छौँ होइन। त्यहाँ हाम्रो बाख्राहरू छ, हाम्रो पुरानो गोठ छ त्यहाँनिर है। आँपको रुख पनि छ घर पछाडि है। अङ्कलको घर हो यो चाहिँ है।
ल भाइहरू यहाँ छन् ल हाय भन्दै यता ल तिमीहरूले ल हाम्रो यो चाहिँ यो छोटा युट्युबर हो आगमन पौडेल होइन यसको मेरो भन्दा पनि धेरै सब्सक्राइबर छ 1700 सब्सक्राइबर बनाएको छ यसले युट्युबमा 1800 एकदम बिग रोनाल्डो फ्यान हो यो चाहिँ होइन ल तपाईँहरूलाई चाहिँ अब म बारी देखाउँछु हाम्रो यो यतापट्टिको गाउँ लगाएको बारी पनि हाम्रै हो है यो साइडतिरको पनि हाम्रै हो अनि अल द वे टु वहाँसम्म त्यो हाम्रो चाहिँ खोला छ त्यहाँ होइन त्यहाँसम्म चाहिँ सिधै हाम्रो हो होइन अनि त्यहाँको चाहिँ खोलाको रुख बिरुवा यताउता सबै हाम्रो छ हामीले चाहिँ यसो खोलाबाट पानी लगाएर यतापट्टि चाहिँ अब तराईतिर सिँचाइको व्यवस्था अलिक कम हुने भएको भएर होइन जाडो महिनामा पानी पनि नपर्ने भएको भएर खोलामा गएर टक्क पम्प सेट लगाएर हिजो खोलाबाट पानी लगाएको हामीले दिनभरि हिजो होइन गाउँमा यसरी पानी लगाउनु पर्छ तराईतिर होइन ल चारैतिर चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ निकै रमाइलो छ हाम्रो ठाउँ हाम्रो गाउँ ल गाइज म चाहिँ यहाँ टक्क हाम्रो बारीको बिचमा आएर बसिरहेको छु हेर्नुहोस् हरियाली छ चारैतिर यहाँ आइसकेपछि एकदमै आनन्द आउँछ एकदमै पिसफुल भाइब आउँछ त्यो चाहिँ बजारमा सहरमा बस्नुभन्दा यो ठाउँमा यस्तो गाउँमा आएर चाहिँ यो खेतबारीमा यसरी चाहिँ रमाउँदै बस्नु भनेको एकदमै माइन्डको लागि एकदमै पिसफुल हुन्छ होइन स्ट्रेस एकदमै कम हुन्छ त्यही भएर म समय पाउने बित्तिकै घर आउँछु गाउँघर घुम्छु बारीहरू हेर्छु होइन के छ तपाईँहरू पनि समय पाउनुभयो भने यसरी चाहिँ बारीहरूमा आएर आफ्नो ठाउँमा गएर आफ्नो गाउँ घुमेर समय बिताउन सक्नुहुन्छ ल गाइज हामी चाहिँ अब घुमघाम गरेर अहिले फाइनली घर आइसक्यौँ होइन आजको हाम्रो दिन यतिकै बितिहाल्यो अब जाडो बिदा पनि सकिहाल्यो अब भोलि पोखरा फर्किनु पर्ने हुन्छ ल अब आजको हाम्रो डेली एक्टिभिटिजहरू भ्लगमा तपाईँहरूलाई देखाएको छु भ्लग हेर्नु होला लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला थ्याङ्क यू बाई बाई गाइज